तपाईलाई थाहा छ कि छैन, कुहिएको केरा युरिया मलको राम्रो विकल्प बन्न सक्छ। आज म तपाईलाई कुहिएर फालिने केरालाई कसरी बिरुवाको लागि प्राकृतिक सुपर मलमा परिवर्तन गर्न सकिन्छ भन्ने तरिका सिकाउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले पूर्ण रूपमा पाकेको र नरम केराहरू छान्नुहोस्। अलि कुहिन थालेको वा दाग लागेको केराहरू पनि प्रयोग गर्न सकिन्छ, जुन धेरै मानिसहरूले सामान्यतया फाल्ने गर्छन्। यसले खर्च बचाउनुको साथै पाकेको केरामा प्रशस्त मात्रामा पोटासियम हुन्छ, जसले गोलभेडाको बिरुवामा धेरै फुल फुल्न र राम्रोसँग फल लाग्न मद्दत गर्छ। यसले फललाई अझ कडा र मिठो पनि बनाउँछ र साथसाथै केरामा फस्फोरस पनि हुन्छ, जसले जराको विकासलाई राम्रो सहयोग पुर्याउँछ। थोरै मात्रामा क्याल्सियम र म्याग्नेसियम पनि पाइन्छ, जसले बिरुवालाई बलियो बनाएर पातहरूलाई स्वस्थ र हरियो बनाउन मद्दत गर्छ। अब केरालाई पातलो पातलो टुक्रामा काट्नुहोस्। यसरी काट्दा केराको कुहिने प्रक्रिया छिटो हुन्छ र त्यसमा भएको खनिज पदार्थहरू अझ प्रभावकारी रूपमा निस्कन्छ, जुन हाम्रो माटो र बिरुवाको लागि प्रभावकारी साबित हुनेछ। टुक्रा पारिएको केराहरूलाई सफा सिसाको भाँडा वा अन्य कुनै भाँडामा राखेर त्यसमा करिब 1 लिटर पानी मिसाउनुहोस्। तपाईँ कुन ठाउँबाट यो भिडियो हेरिरहनु भएको छ, कृपया कमेन्ट गर्नुहोस्। नेपालभरिको किसान दाजुभाइहरूसँग यो भिडियो मार्फत जोडिएर कृषि सम्बन्धी ज्ञानको कुराहरू आदान प्रदान गर्न पाउनु वास्तवमै निकै राम्रो कुरा हो। अब यो मिश्रणलाई रातभर भिजाएर राख्नुहोस्, जसले गर्दा केरामा भएको पोषक तत्त्वहरू पानीमा राम्ररी घुल्न सकुन् र घोल अझ बढी पोषणयुक्त बनोस्। रातभर भिजाएपछि पानीको रङ खैरो हुन्छ। यसले केरामा भएको पोषक तत्त्वहरू पानीमा घुलिसकेको सङ्केत गर्छ। अब सफा कपडाको सहायता लिएर घोललाई छानेर अवशेष अलग गर्नुहोस् र केवल तरल पदार्थ छुट्याउनुहोस्। यसरी छानेको घोल प्रयोग गर्न सजिलो हुन्छ र बिरुवामा पानी हाल्दा कुनै अवरोध पनि हुँदैन। अवशेष हटाउँदा जराको वरिपरि धेरै जैविक पदार्थ जम्मा हुन पाउँदैन र ढुसी बढ्ने सम्भावना पनि निकै कम हुन्छ र यसले गोलभेडा वा अन्य बालीलाई अझ राम्रो सुरक्षा दिन्छ। अब यो घोललाई तपाईले आफ्नो गोलभेडाको बिरुवामा सुरक्षित रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यो 1 हप्ता अघि रोपिएको गोलभेडाको बिरुवा हो। यो चरणमा बिरुवाले आफ्नो जराको विकास गरिरहेको हुन्छ, त्यसैले अतिरिक्त पोषक तत्त्व दिनका लागि यो समय उपयुक्त समय हो। घोल हाल्नु अघि बिरुवाको फेद वरिपरिको माटोलाई हल्का खुकुलो बनाउनुहोस्, जसले गर्दा माटोमा हावा प्रवेश गर्न मद्दत गर्छ र जराले पानी तथा पोषक तत्त्व सजिलै अवशोषण गर्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने घोल सधैँ बिरुवाको फेदमा मात्र हाल्नुहोस्, पातमा पर्ने गरी हाल्नु हुँदैन, जसले गर्दा पातमा लाग्ने ढुसीजन्य रोगहरूको जोखिम पनि कम हुन्छ। हप्तामा 1 पटक बिहान 6-7 बजे वा साँझको 5-6 बजे यो घोल प्रयोग गर्नुहोस्, ताकि बिरुवाले पोषक तत्त्वहरू राम्रोसँग अवशोषण गर्न र स्वस्थ रूपमा हुर्किन सकोस्। यो घोल प्रयोग गर्नुको विशेषता के छ भने करिब 20 दिनमै गोलभेडाको बिरुवामा फुल आउन थाल्छ। यो चरणमा पनि हप्ताको 1 चोटि यो केराको घोल गोबर मलसँगै प्रयोग गरिरहनुपर्छ। यसले बिरुवामा धेरै फल लाग्न, फलहरू समान रूपमा विकसित हुन, राम्रो गुणस्तरका फल उत्पादन गर्न र फुल तथा फल लाग्ने सम्पूर्ण अवधिभर बिरुवाको वृद्धि स्थिर राख्न मद्दत गर्छ। गोलभेडाको बिरुवालाई स्वस्थ, हराभरा र धेरै फल लाग्ने बनाउन यो सरल घरेलु उपाय अवश्य प्रयोग गर्नुहोस्। तपाईको नतिजा कस्तो आउँछ कमेन्ट गरेर हामीलाई अवश्य भन्नुहोस्। यदि
यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूलाई सेयर गर्नुहोस्। आजको यो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै अर्को रोचक र उपयोगी भिडियोमा फेरि भेट्ने बाचा गर्दै बिदा हुन्छु। नमस्कार।